सामान्य सभामुख महोदय, मध्य प्रदेशमा अहिले दहेजको कारण यति महिला पीडित भइरहेछ। त्यसको छोरी अहिलेसम्म छ, त्यसको दहेजको कारण मर्न आफैती भइरहेछ। त्यसको कारण छ दहेजको कारण। सरकारलाई सबै अहिलेदेखि सरकार चेन्ज भइरहेछ, तर यो कृषिको समस्या अनि दहेज प्रथाको समस्या हल भइरहेछन्। यो सबै दुवैको समस्या हल होस्, म सरकारलाई अनुरोध गरिरहेको छु। हस्, धन्यवाद। उहाँ हाम्रो माननीय उपसभामुख रुबी कुमारी ठाकुरज्यूलाई धेरै धेरै बधाई, कङ्ग्रेचुलेसन। यति राम्रो कुरा उहाँले उठाउनु भएको छ संसदमा, यति चित्त बुझ्दो कुरा उठाउनु भएको छ संसदमा। कतिपयले भन्नुहुन्छ यस्तो नेपाली बोल्न नआउनेलाई पनि, नेपाली बोल्न नआउनेलाई पनि किन यस्तो पद दिएको होला भनेर कतिपय कमेन्टहरू आएका छन् होइन। नयाँ नयाँ हुनुहुन्छ उहाँ, नयाँ भर्खरको युवा, भर्खरको जेनजी पुस्ताको हुनुहुन्छ अनि फर्स्टचोटि संसदमा बोल्दै हुनुहुन्छ। अनि लाज त लागिहाल्छ, अकमकिहाल्छन् मान्छेहरू। त्यत्रो भिडमा, त्यत्रो ठुल्ठुला मान्छेको सामुन्ने त मान्छेहरू आत्तिहाल्छन्। त्यस्तो नसोचौँ। नयाँ पुस्ता हुन्, जेनजी पुस्ता हुन्, उहाँले धेरै राम्रो काम गर्नुहुन्छ आगामी दिनमा। अनि अहिले नै यस्तो राम्रो राम्रो आवाज उहाँले उठाउनु भएको छ। एउटा दाइजो प्रथाको बारेमा, दाइजो प्रथा हटाउनु पर्छ, यस्तो राम्रो कुरा उहाँले जुन उठाउनु भएको छ। किनकि साँच्चीकै मधेस तराईतिर, मध्य प्रदेशतिर दाइजोको कारण धेरैको जिउ गएको छ, धेरै छोरीको ज्यान गएको छ, धेरै बाउहरू घर जग्गा बेच्नु परेको छ दाइजोको कारणले। यस्तो राम्रो उहाँले आवाज उठाउनु भएको छ। दोस्रो कुरा उहाँले के राख्नुभएको छ, मध्य प्रदेशमा धेरै युवाहरू बेरोजगार छन्। साँच्चीकै मध्य प्रदेशमा धेरै युवाहरू पढेलेखा छन्, तर उहाँहरू बेरोजगार हुनुहुन्छ। तेस्रो कुरा उहाँले के राख्नुभएको छ, कृषिको सम्बन्धी उहाँले कुरा राख्नुभएको छ। अब जग्गा जमिन र खेती हुने भनेकै मध्य प्रदेशमा हो। जब उहाँहरूले बिउ मल सिँचाइ पाउनुहुन्न भने कसरी खेती हुन्छ। यस्तो पहिलोचोटिमै उहाँले यस्तो राम्रो राम्रो आवाज उठाउनु भएको छ। हो, उहाँ पहिलोचोटि हुनुहुन्छ, नर्भस हुनुभयो होला, आत्तिनु भयो होला, बोल्न आएन होला, त्यो आफ्नो ठाउँमा छ। तर जे बोल्नुभएको छ एकदम बुझ्नेले नि एकदम सही कुरा बोल्नुभएको छ। तपाईँको कार्यकाल सफल रहोस्, राम्रो रहोस्। आगामी दिनहरूमा पनि यस्तै राम्रो राम्रो आवाज उठाउनु होला। फेरि पनि बधाई छ तपाईँलाई।